फ्युचरमा के गर्ने होला, कसरी अगाडि बढ्ने होला भनेर सोच्दै हुनुहुन्छ भने आउनुहोस्, म तपाईँहरूलाई 1-2 वटा मूलमन्त्र भनौँ या सजेसन भनौँ या केही कुराहरू भन्नेछु जसले अवश्य पनि तपाईँहरूलाई हेल्प हुन सक्नेछ। पहिलो कुरा त हामीले के गर्न खोजेका छौँ, केमा लाग्न खोजेका छौँ, के गरेर अगाडि बढ्न खोजिरहेका छौँ त्यो कुरामा फोकस रहनुहोस् र डेली त्यो कुरालाई सिक्ने, खोज्ने, त्यही कुरा सम्बन्धित कुराहरूमा चासो राख्ने बानी बसाल्नुहोस् र त्यो दिनको सम्झना गर्नुहोस् जुन दिन तपाईँले आफ्नो सफलता प्राप्त गर्नुहुन्छ र त्यो खुसी, त्यो पल, त्यो मोमेन्टलाई याद गर्नुहोस् र त्यही अनुसार सधैँ मेहनत गर्ने बानी बसाल्नुहोस् र हरेक दिन डेली केही समय छुट्याएर आफ्नो इन्ट्रेस्ट भएको कुरामा लगाउनुहोस्, खोज्नुहोस्, पढ्नुहोस्, सिक्नुहोस् र सिकले नै मान्छेलाई सफलताको बाटोतिर दौडाउँछ र यो कुराहरूलाई आफ्नो डेली जीवनमा एप्लाई गर्नुभयो भने एक दिन अवश्य सफलता पाउनुहुनेछ।